गुड मर्निङ। आजको एसिया महादेशको बारेमा आज यो हाम्रो लास्ट भिडियो हो र यो भन्दा बढी क्वेशन तपाईलाई प्री टेस्टको एक्जाममा यो भन्दा बढी क्वेशन सोध्दैन। ल आज एसिया महादेशमा के पढ्नु छ ल आज हेरौँ। यहाँ पहिलो क्वेशन छ के एसिया महादेशको नीलो मुटु भनेर केलाई चिनिन्छ? एसिया महादेशको नीलो मुटु भनेर केलाई चिनिन्छ? बैकाल ताल। केलाई? बैकाल ताल। एसिया महादेशको ठुलो मरुभूमि कुन हो? एसिया महादेशको ठुलो मरुभूमि गोबी मरुभूमि। कुन? गोबी मरुभूमि। गोबी। एसिया महादेशको लामो नदी सोधियो। एसिया महादेशको लामो नदी कुन हो? याङ्चे। याङ्चे जुन कहाँ पर्छ? चीनमा। अब सबैभन्दा बढी जनसङ्ख्या भएको सहर टोकियो हो। सबैभन्दा बढी जनसङ्ख्या भएको सहर टोकियो हो। भने एसियामा सबैभन्दा बढी जनसङ्ख्या भएको देश हाम्रो पडोसी देश भारत हो। अनि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत हो। कति जनसङ्ख्या छ? 1.46 अर्ब। 1.46 अर्ब। र अर्को क्वेशन के छ? एसिया र युरोपको सिमानामा रहेको पर्वत कुन हो? एसिया र युरोपको सिमानामा रहेको पर्वत युराल। एसिया र युरोपको सिमानामा रहेको पर्वत युराल। एसिया र अफ्रिकाको बीचमा रहेको सागर कुन हो? एसिया र अफ्रिकाको बीचमा रहेको सागर कुन हो? लाल सागर। कुन? लाल सागर। यसको सूत्र के हो? एबाट एसिया, अबाट अफ्रिका, लाबाट लाल सागर। सूत्र के हो? एल्ला। एसिया र उत्तर अमेरिकाको सिमानामा रहेको सागर कुन हो? एसिया र उत्तर अमेरिकाको सिमानामा रहेको सागर कुन हो? बेरिङ सागर। कुन? बेरिङ सागर। कुन? बेरिङ सागर। यसको सूत्र के हो? एउबे। एबाट एसिया, ओबाट उत्तर अमेरिका, बेबाट बेरिङ सागर। एसिया र युरोपमा फैलिएको घाँसे मैदान कुन हो? एसिया र युरोपमा फैलिएको घाँसे मैदान कुन हो? स्टेपस। कुन? स्टेपस।